नमस्कार, म सुरेन प्रधान, सुकना गेम्स एन्ड स्पोर्ट्स एसोसिएसनको महासचिव र अहिले भर्खरै आज 22 जनवरीको दिनमा हामीले फेरि सुकना गोल्ड कप 16औं सुकना गोल्ड कप बारेमा एउटा सभा आयोजना गरेका थियौँ। सभा संस्थाका अध्यक्ष भाइ अशोक प्रधानज्यूको अध्यक्षतामा र हामीले एकदमै 29 जनवरीबाट 16औं सुकना गोल्ड कपलाई भव्य रूपमा सम्पन्न गर्ने आजको सभाले निर्णय लिएको छ र सम्पूर्ण खेलप्रेमी महानुभावलाई तपाईहरू निर्धक्क बस्नुहोस्। योपालि सुकना गोल्ड कप भव्य रूपमा 29 जनवरीबाट सम्पन्न हुन गइरहेको छ र बाहिरका राम्रो नामी दामी टिमहरू पनि हामीले यहाँनिर समावेश गरेको छौँ र सम्पूर्ण खेलप्रेमी महानुभावलाई हामीले यो जानकारी दिन आज फेरि हामी मिडियामा आएका छौँ र यो 16औं सुकना गोल्ड कपलाई हामीले 29 जनवरीबाट हामी सम्पन्न गर्न लागिरहेका छौँ र 1-2 दिनभित्रमा हामी फिक्चर गरेर हामी सार्वजनिक गर्नेछौँ र तपाईँहरूले सम्पूर्णले त्यो फिक्चर पनि पाउनुहुनेछ र सबैलाई त्यो जानकारी गराउँदछौँ। धन्यवाद।